नमस्ते सबैजनालाई। हजुरहरू सबै सन्चै आरामै हुनुहुन्छ होला। दुःख सुखसँगै रहेर जिन्दगीमा आबद्ध रही आफ्नो देशप्रति माया र अबल छुने गरी जतिसम्म रहनेछु जतिन्जेल रहनेछु राम्रै काम गरेर लक्ष्यलाई आफ्नो बाटोलाई गन्तव्यलाई चिनाउनेछु भन्दै नयाँ वर्षसँगै मान्छेका पीडाहरू मान्छेका चाहनाहरू फेरिएका छैनन्, मान्छेका चाहनाहरू रहेका छैनन्, अवगतहरू गराउन बाँकी नै छ। हजुरहरूलाई पनि 2081 लाई बिदाई गर्दै 2082 सालको नयाँ वर्षको शुभकामना सम्पूर्ण दाजुभाइ विदेशमा रहने र देश परदेशमा रहने सबै दाजुभाइहरूलाई नयाँ वर्षको शुभकामना छ है। मेरो पनि जय नेपाल जय राष्ट्र। राष्ट्र नै रहेन भने के हुन्छ हैन। जय नेपाल जय राष्ट्र। अनि शिक्षाको माग पुरा होस्। शिक्षकभन्दा ठुलो शिक्षक कोही पनि छैन। शिक्षकले गरेर यो संसारमा देख्न पाएको छौँ। हामीले शिक्षक खुसी बनाएर पाल्नु पर्ने छ। हामी शिक्षकलाई रुवाएर कहिले पनि खुसी हुने छैनौँ। सरकारले पक्कै पनि पुरा गरिदिनुहुन्छ। 2081 मा पुरा नभएको सपना पक्कै पनि 2082 साल नयाँ वर्षमा पुरा गरिदिनुहुन्छ सरकारको माग भन्दै हजुरबाट नयाँ वर्षको शुभकामना। जय नेपाल सबैजनालाई। सियो सुन।